यो कहिल्यै नगएको ठाउँमा चाहिँ नजानु रहेछ है। स्नो बार चाहिँ राखेको रहेछ यतातिर। कहाँ हिँड्नु भएको? अब माथि अब टेकिङ जाउँ भनेको पानी पर्यो। अब के गर्छ अब। ल यो चाहिँ पुल सिन्बुवा खोलाको यो दोस्रो पुल। पौवा भन्ज्याङबाट 2 घन्टाको ड्राइभमा चाहिँ हामी यो 5 थरको गोपीटार भन्नेमा आइपुगेछ। माथिबाट फर्किँदा चाहिँ यहाँ खाना खाने ठाउँमा भन्छन्। खै हेरौँ। ल यो ठाउँमा चाहिँ हामी गाडी चेन्ज गर्दैछौँ। थिवा भन्ने गाउँमा गाउँै रहेछ नि त, ठुलै रहेछ। थिवा आवर लन्च प्लेस। हेलो गुड मर्निङ फ्रम रानीपुल। आज चाहिँ हाम्रो डे 3 कञ्चनजङ्घा ट्रेकिङको। रानीपुल चाहिँ चिसै छ, यो खोलामा छ। यो तल तमोर नदी यो सेकुथाम चाहिँ उता, अनि हामी जाने आजको क्याम्प चाहिँ यतातिर रहेछ। अब यता चाहिँ म गएको छैन 2 दिनलाई चाहिँ। अब 2 दिन चाहिँ साथीको बरमा हिँड्नु परेको छ। ल है अब चाहिँ कञ्चनजङ्घा ट्रेकिङ सुरु गरियो। ब्रेकफास्ट खाएर 8 बज्यो। आज यासाङतिर यो ट्रेकिङको बाटो चाहिँ पारीबाट मात्रै रहेछ। अहिले रानीपुलमा तल पुल बगाएछ, अनि यो चाहिँ हाइड्रोको प्रोजेक्ट रहेछ। पर चाहिँ सेकुथाम देखिरहेछ त्यो पुलको छेउमा। माथिको गाउँ चाहिँ लेलेपट्टिको रहेछ। फुमचेन छन्चिस्टाके एउटा फास्ट आइन मोनाट डाउन यस्तो रहेछ। त्यो अगाडि चाहिँ त्यहाँ मासतिर लगाएको रहेछ बोर्ड चाहिँ, त्यो चाहिँ तर ठाडै छ अरे। हामीले चाहिँ यता अलि लङ बाटो लिएका छौँ। यो बाटो चाहिँ वेट यार, यो बाटो त्यो घरको छेउमा आइसकेपछि चाहिँ यहाँबाट सिधा ठाडो गाल नलागेर फेरि यता पो लाग्नुपर्ने रहेछ। फास्ट ओरिजिनल के नाम। It took 2 hours for us to reach here this place from Ranipul, and this is the last tea shop or shop for buying water and coke, something like that. अहिले भर्खरै हामीले त्यहाँ ब्रेक गरेको चाहिँ हेलोक नै, तर त्यसको 0 पोइन्ट भन्दो रहेछ। 0 किलो भन्दा अलि यता आएपछि यहाँ 3टा बाटो छुट्दो रहेछ। यहाँ हामी चाहिँ त्यहाँबाट आएको। तल चाहिँ घर जाने बाटो होला, यो कहाँ जाने बाटो हो, अनि यता चाहिँ रहेछ हामी जानुपर्ने। तर 3टै बाटो बराबरको देख्दो रहेछ यार। हामी लगभग 4 घन्टा हिँडेर चाहिँ रानीपुलबाट यो गाउँमा आइपुगेको छौँ। यासाङ गाउँ राई गाउँ हो भन्ने सुनेको छ, अब फिक्स चाहिँ थाहा भएन। आलु कुकिङ। ल हामी अहिले चाहिँ यो यासाङको सुरुक होटलमा छौँ। लिम्बू भाइको रहेछ। कुक चाहिँ छैन रहेछ, हामी आफैले खाना पकाएर खायौँ। अनि
रुमहरू राम्रो रहेछ हौ। रुम राम्रो रहेछ अनि सावर पनि ग्यास सावर राखेको रहेछ यहाँ चाहिँ। तल चाहिँ छैन अरे, खासमा हामी तल बस्दो रहेछ पहिला, अहिले छैन अरे त्यहाँ। ल यो चाहिँ यहाँको होटल। अनि तल त्यो चाहिँ पल्लो, यति हो जम्मा दुईवटा होटल यहाँ। बसाइ त मिठो है। गोज्ने छ, गोज्ने सिम निकाल्ने एउटासम्म छैन। Hey, good morning from यासाङ। पानी पर्यो रातभरि पानी पर्यो। आज जानुपर्ने चाहिँ तोरङ दिन पानी परिदियो, मिठो हुने भयो। अझै 3-4 दिन वेदर बिग्रिने देखाउँछ। मैले कुरियरलाई चाहिँ 3 दिन मात्रै हो भने क्या गर्नु, यसपालि हिलो ट्रेकिङ हुने भयो। कञ्चनजङ्घा साउथ बेस क्याम्प चाहिँ उता एडभेन्चर ग्रुप आर हेडिङ टु तोरथोङ टुडे। वाउ, यासाङको पुल, पहिलो पुल। अनि यो चाहिँ वाटरफल। वाउ यार, ग्रुप लड्छ भनेर मात्रै हो, नत्र अन्त लज त यतापट्टि पनि राम्रै रहेछ त। लज त यो नि राम्रै रहेछ त नि। उतापट्टि साह्रै छन्। Our group is heading to Tortong today from Yasang with rainy day. Down there, upstairs, down there is Sinbua Khola. It comes from originally Yalung Glacier, and we have to follow it till Yalung or Oktang viewpoint. यो बाटो चाहिँ अलिकति अप्ठ्यारो रहेछ है। यो लगभग 1.5 घन्टा हिँडेर आइपुग्यो हामी चाहिँ। तर आज पानी परेकोले गर्दा फोटो नखिचेकोले छिटो आइपुग्यो हो, नत्र लगभग 2 घन्टा लाग्छ होला। यो एरिया चाहिँ खासमा रेड पान्डाको एरिया रहेछ। अब कुनै ब्याम्बो छ। अब देख्न त अलिक गाह्रै हुन्छ, तर कोही ट्राभलरले चाहिँ देख्दो रहेछ है यहाँ। लक्की सोच्दै नसोचेको बाटो चाहिँ। ल यो चाहिँ पुल, सिन्बुवा खोलाको यो दोस्रो पुल। आजे पुल थियो, पुलको नमुना पारी छ, बगाइसकेछ उसलाई। ल यहाँको पुल पनि लगेछ, तल बिचक पनि लगेछ। त्यही भएर आज टाइम चाहिँ बढी लाग्यो। खत्तम बाटो भएको रहेछ। चाहिँ त्यो वे टु यामको दिन अलिक पर थियो, अहिले चाहिँ यहाँ रहेछ।
तरकारी चाहिँ कुकमा व्यस्त बास 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 यो यो के हो र rest day in Tortong. We are hiking to Andu Fedi. दाइको टावर टिप्यो क्या हो छैन म यहाँ लोकेसन बिग्रिएर सेभ गर्दैछु आज चाहिँ हाम्रो डे 4 होइन डे 5 हो काठमाडौँबाट सुरु गरेको चाहिँ ट्रेकिङ चाहिँ रेड डे 3 आज टोटोङमा रेस डे थियो त्यसलाई चाहिँ हामीले यहाँ माथि आन्दु फेदीसम्म हाइकिङ गर्ने निर्णय गरेको भएर हामी हिँड्दैछौँ लगभग 2 घन्टा जस्तो हिँडेपछि चाहिँ हामी यो 2 घन्टा अलिकति बढी भयो होला यो एउटा चौरमा आइपुग्यो यो चाहिँ प्राय गरिकन याक चौरीहरूको राख्ने खर्क ठाउँ रहेछ राम्रो छ कि यस्तो मिठो खाना खाएर गएर केटाहरूलाई नै यहाँ बिसाएर बसेछ बेकारी त ए तोरङदेखिको बसाइ चाहिँ टुङ्ग्याएर हामी रातभरि पानी परेको छ अब चाहिँ उकालो लाग्ने जमर्को गर्दैछौँ अलि पानी रह्यो ट्रेकिङको ताल यस्तो छ अझै 3 दिन पानी पर्ने देखाउँछ पानी सुरु भएको 3 दिन भयो अब सेलेले पास चाहिँ कसरी गर्ने समस्या कहाँ हिँड्नु भएको अब माथि अब ट्रेकिङ ट्रेकिङ जाउँ भनेको पानी पर्यो तपाईँले अब के गर्छ अब यो चाहिँ मेरो ट्रेकिङ गियर वेलकम टु चेराम अब यस्तो ताल छ
चेराम चाहिँ आइपुग्यो दिनभरि पानीमा भिजेर। अब हेर्नु त यो रातभरि पानी परेको छ दिनभरि परेको छ। ल है यो चाहिँ चेराम माथिको डाँडा सेतै भइसक्यो उहाँ यतातिर। अब यो कन्टिन्यू पानी परेको पनि लगभग 20-21 घन्टा पुग्यो नन स्टप परेको छ। त्यो पारीको चाहिँ खै एउटा नयाँ बाटो रहेछ त्यो हाइपास जान्छ अरे। अब के गर्ने अब यस्तै पऱ्यो भने त नि पास त नि गाह्रो हुन्छ त यार। यो चाहिँ हाम्रो डे 2 चेराममा पानी परेछ 24 घन्टा पुग्न आँटिसक्यो थोप्पै रोकिँदैन। यो यहीँसम्म आइसक्यो। यो कालो डाँडाहरू प्रायः सबै सेतो भइसक्यो। उयो लाप्साङ चुलीमा चाहिँ अलिअलि हिउँ हुन्थ्यो पहिला बस चाहिँ यो माथि। ब्लु सिप चाहिँ कुन हो? यो सानो यो बिचको ए माइला नि मन व्यस्त रहेछ नि। ओइ झट्टा आज चाहिँ पक्का 5 दिनपछि वेदरले खुलेको अवस्था छ। कटेजहरू त राम्रो बन्दो रहेछ यार। 6 दिनपछि वेदर थोरै खुलेको छ। हामी राम चाहिँ ट्राई गर्दैछौँ हिउँमा। From here we can see the Rathong, 6,678 meter high. Left from Rathong, this is the Kapru Massif, Kapru family. From Kapru family of also Kapru South, 7,318 meter high. In the middle that is the Kapru Central, 7,353 meter high. And left from Kapru Central we can see from here the peak. This one is the main Kapru peak, Kapru North, 7,412 meter high. And there left from Kapru Massif this is the Talung, 7,349 meter high. And behind this all massive is Sikkim, India. Ramjer 2 hours. This is not true. It is from here 4.3 kilometer and it takes more than 3 hours. In 2 hours from Cheram, we arrive here. Almost off we did. Cheramबाट चाहिँ हामी लगभग 2 घन्टा हिँडेर चाहिँ हामी यो ठाउँमा आइपुग्यो। यो चाहिँ यहाँबाट चाहिँ बढी जसो 1300 मात्रै बाटो छ। यो एउटा भ्याली भयो। तल चाहिँ विशेष गरी यालोङसम्म रहेछ अलि उकालो, त्यसपछि 1300 अलिअलि उकालो कालो यहाँबाट झन् बढी 1300 मात्रै छ। स्नोबार चाहिँ राखेको रहेछ यतातिर चाहिँ बोक्तो पिक 6020 मिटर रहेछ। 4 घन्टा 20 मिनटमा चाहिँ यो लामसाङ पोखरी आइपुग्यो हामी। यो कहिल्यै नगएको ठाउँमा चाहिँ नजानु रहेछ है। पानी भएर यहाँ कसरी चाहिँ तर्ने पानी। ल हामी चाहिँ 5 घन्टामा राम चाहिँ आइपुगेको अवस्था। अब यस्तो थाहा पाए भए चाहिँ म ल्याउँथेन, अलिक थाहा नपार्ला हो। यसपालिलाई मलाई माफ गर्नु होला। ल नाच त खै नाचेको के खाएको ए ल है यसपालि सकिएन ओक्ताङ मम्मी यहाँसम्म आउनै अनि 3 घन्टाको बाटो 5 घन्टामा बल्ल ल्याइयो। अब फर्कियो
बाटो यस्तो छ अब कति बजी पुर्याउने यार अझै हिउँ परिरहेछ बाई बाई राम्चे योमा चाहिँ हिउँ पऱ्यो भने यता चाहिँ ग्रुप नलाए हुने रहेछ 3 घन्टा जस्तो माथि चढाएर फर्कायो हुने रहेछ पानी अब जुत्ता सबै पानीभित्र पसेको छ अब के गर्ने यार कसरी सुकाएर भोलि पास गर्ने होला समस्या के भयो अब साथीले माथि घुमाइदियो जिन्दगी छ्या पर फर्केको यार छ्या ठोक्क वेदर बेलुकाको भ्यू क्या हो यहाँको वेदर यार यो चाहिँ आजको नोभेम्बर 1 को बेलुकाको भ्यू अब चाहिँ वेदर खुले जस्तो छ